साना छिरेको हो सानाजी गाह्रो भयो हो हो नि यस्तो अनि पहिला घोप्टाइदिएर टक्क रात समातेर गरे म त त्यो पोजिसनमा थाकिसकेँ त्यहाँदेखि टक्क लाग्यो डगीकै पोजिसनमा तर सुतेर क्या ट्याक्क फर्केर गऱ्यो ट्याक्क त्यो केटा पनि टक्क माथि आयो अनि त्यसरी फेरि गऱ्यो अनि त्यसपछि हच्छ मलाई त मेरो एकचोटि त झरिसकेको थियो लिक गर्दै अनि मलाई फेरि अनि अगाडि पल्टाएर अनि टक्क लगाएर मिसनरी पोजमै गऱ्यो तर एउटा खुट्टा चाहिँ उसको काँध माथि थियो अनि एउटा खुट्टा चाहिँ मेरो चाहिँ तलै थियो अनि फेरि दियो मजाले दियो अनि म चाहिँ भनिरहेको थिएँ अनि फेरि अनि मिसनरी पोजमा होइन अनि मलाई चाहिँ गलन टप मनपर्छ भनेर थालिदिएँ अनि अब गलन टपमा धार्ने भनेर अनि टक्क लाग्यो त्यो सुत्यो तल सुत्यो भैँमा सुत्यो अनि म माथि चढेर अनि बिस्तारै हल्लिरहेको थिएँ त्यसले अनि झर्नै लागिसकेको थियो अनि म गर्छु भनेर भन्यो अनि यस्तो मलाई तल राखेर अनि ढङ ओहो गाह्रो पर्यो साथी म चाहिँ आउँछु फेरि राति प्लिज दियो क्या उसको पनि झऱ्यो 6 जना गइसक्यो म 7औं हुन्छु नि फेरि साना हजुर मायालाई तान्